पछाडि यो ब्याक यार्डमा चाहिँ सरसफाई गर्ने हैन, त्यस पछाडि गएर चाहिँ अब फर्सीको भ्यू पनि उम्रेर यत्रो भइसकेको छ। यो साथी यो चाहिँ रमाइलो भइरहेछ नि, रमाइलो भएको इटा ओसार्दै इटा। हेलो गाइज, नमस्ते, वेलकम ब्याक टु अनदर ब्लग है। आजको हाम्रो ब्लग चाहिँ करेसाबारी हैन, पछाडि यो ब्याक यार्डमा चाहिँ सरसफाई गर्ने हैन, त्यस पछाडि गएर चाहिँ अब तरकारी लाउने प्लान छ हाम्रो चाहिँ। आज माटो साटो अस्ति चाहिँ किनेर लिएर आएको छौँ। अब बुढीले के बेर्न लिएर आएको छ, सानो तिमीले के बेर्न, फर्सी सर्सी अब यहाँ मैले के लिएर आएको अलिअलि त लगाइ पनि सकेको छु, जमाइसकेको छु। यहाँसम्म खुर्सानीको लागि मैले गराइसकेको छु यो हिजो होइन। धनिया चाहिँ लगभग उम्रिसकेको छ। अनि त्यसपछि फर्सीको भ्यू पनि उम्रेर यत्रो भइसकेको छ। यो चाहिँ किनेर ल्याएको है। यो बोट चाहिँ हामीले गुड किनेर लिएर आएको थियो, यत्रो भयो होइन। ओके, सो आज हामीले चाहिँ मैले चाहिँ अब यहाँ अस्ति मम्मी र त्यो मेरो बुढीले चाहिँ यहाँ यो झारहरू उखालेछन् होइन। त्यो उखालेको झारहरूलाई चाहिँ बोरामा हाल्ने, ट्रास गर्ने, अनि यहाँनिर चाहिँ थोरै यसो घेरेर चाहिँ माटो यस्तो बनाएर चाहिँ अनि त्यहाँ चाहिँ आज चाहिँ तरकारी है त। साथीहरूलाई हेर्नु है, मम्मीले चाहिँ यो वाक गर्न जाँदाखेरि कान लोब्रो देख्नु भएको छ यस्तो उडाएर ल्याउनु भएको छ। यो चाहिँ यसमा चाहिँ के अरे घिरम्लाको झाल हालिदियो मम्मीले। सानो मान्छे पनि यता यहाँ बाबालाई हेलेपछि चिनी त बाबाले यता काम गर्ने, छोरीले यता हेर्ने, मम्मीले यहाँ यति धेरै जुत्ताहरू निकालेर धुनको लागि राख्नु भएको छ। रमाइलो भइरहेछ नि, रमाइलो भएको छ। आज यो बिदाको दिन चाहिँ यसो समयको सदुपयोग गरौँ। अब यो चाहिँ सबै साथीहरू यो औषधि पाइन्छ होइन। यो झार चाहिँ मर्ने अनि यो चाहिँ दुबो चाहिँ मजाले बढ्ने औषधि पाइन्छ होइन। त्यो लिन जान भ्याइया छैन। तर अब आज बिदा भएको हिसाबले चाहिँ यसो रमाइलो, शरीरलाई पनि एकछिन एक्सर्साइज, काम पनि बन्ने भएको हिसाबले चाहिँ आज गाउँतिर चाहिँ नेपालको गाउँतिर चाहिँ होइन यसो खेत गोड्या जस्तो चाहिँ आज एक्सर्साइज नै भयो भन्ने हिसाबले चाहिँ आज यसो गरिरहेको छौँ है हामी। ल साथीहरू, अब अलिकति थाकियो होइन, धेरै समय भयो नि त काम नगरे, अर्थात् यसरी चाहिँ फिजिकली काम नगरेको। अब एकछिन ब्रेक लिने होइन, ब्रेक लिए पछाडि चाहिँ अनि फेरि काममा फर्किने है त। है त नानी, हाई छोरी, हाई छोरी, छोरीले त के भन्नु, भात खान्छु, भात खान दिन्न, भात खान्छु भन्छ। बुढीले चाहिँ के ब्रेकफास्ट बनायो, के बनाउला सानो? पाउरोटी साउरोटी बनाएर खाने होइन। केमा खाने हो यो? अब हामी यहाँ पाउरोटी खान्छौँ, जाम खान्छौँ, अनि त्यसपछि फेरि के गर्छौँ, काममा फर्किन्छौँ होइन त। यो छोरीलाई चाहिँ एक्लै यहाँ राखिदिएको, यही चरा जस्तै उड्न खोज्छ पर। हाय चरा। ल अब साथीहरू, यो पाउरोटी साउरोटी खानु पऱ्यो, बल अलिकति एनर्जी हाल्नु पऱ्यो शरीरमा, अन्त फेरि गएर आज त बारी खाने काममा। अब साथीहरू, यो इँटाको चाहिँ लगाएर पछाडि घेरो बनाउने होइन, त्यस पछाडि गएर त्यहाँनिर चाहिँ यो माटो अस्ति हामीले किनेर ल्याएको छौँ। यो माटो चाहिँ यो त फुलसुल तरकारी सरकारी रोप्ने माटो हो यो होइन, तर यहाँ फुल देखाएको छ। एनिवेज, अब यो माटो लगाएर चाहिँ यसको घेरो बनाउने, सर घेरो बनाएर चाहिँ त्यो बिचमा चाहिँ घेरोमा चाहिँ माटो हालेर चाहिँ त्यहाँनिर चाहिँ अब तरकारी लगाउने। ए सासु आमाले इटा ओसार्दै हुनुहुन्छ, इटा ओसार्दै हुनुहुन्छ। भयो होला मम्मी, अहिले नलिएर आउँ, जति पुग्दैन अनि त्यसपछि घेरो लगाउँ पहिला, अनि त्यसपछि पुगेन भने लिएर आउँला, हुन्न? के भन्नुहुन्छ? ल साथीहरू, अब चाहिँ हावाले केही सुनेको छैन होला, तर पनि होइन अब चाहिँ घेरो लाउनु पऱ्यो। यति चौरा जति चाहिँ घेरो लाएर चाहिँ अनि यो माथि माटो ओछ्याउने, माटो ओछ्याइसके पछाडि चाहिँ अनि त्यस पछाडि गएर बिरुवाहरू के हुन्छ लगाउने। साथीहरू, यस्तो स्ट्रक्चर भयो होइन। अब यसमा यो बिचमा चाहिँ माटो हाल्ने, अनि त्यसपछि बिरुवाहरू लगाउने, अर्थात् चाहिँ बेर्नाहरू छर्ने। तर यति चाहिँ अझै यति
के छर्ने रे बिउ झर्ने हो कि बिउ छर्ने अब यति रोक्नु पर्यो नि त ठ्याक्कै अब यति इट्टा ल्याउनु पर्यो तिमीले गरेर ल्याउँछौ कि म ल्याऊँ थाक्यो ल म गरेर आउँछु है त यति जोइन गर्नलाई चाहिँ अब गर्नु ल्याउनु पर्यो है त ल साथीहरू यस्तो भयो है फाउन्डेसन चाहिँ भन्ने कुरा यो भुरा पनि मम्मीले अघि के अरे मम्मी भुराभुरी खेले जस्तो भुरा खेले जस्तो बनाहान् रे अब यसमा चाहिँ साथीहरू बिचमा सर माटो ओछ्याउने माटो ओछ्याइसके पछाडि चाहिँ ट्याक्क लाएर त्यसमा चाहिँ बिउ छर्ने है त छोरी उठेर फेरि नानो के हो तिमी उठ्ने हो हामीलाई काम गर्न दिनु पर्दैन कुरो हाय हाय अब साथीहरू यो मल भन्दा नि मल बाटोको बोरा बोक्नु पर्यो लहर चाहिँ यही ओछ्याउने ल पलमै पुग्ला त यति एरियालाई यति माटो माटो होइन नि यो त मल हो मल प्लस माटो होइन यो खन्नु पर्यो भन्दा नि यो दुबो चाहिँ निकालिदिनु पर्यो होइन दुबो निकालेर चाहिँ यो माथिबाट हाल्ने है त म एउटा त्यो खन्ने कुरो चाहिँ तिन दाँते परे साथीहरू अब यो चाहिँ कुटो कोदालो जस्तो यहाँको चाहिँ सानो सानो हाते तपाईँलाई देखाउँछु यो चाहिँ यसले किन खनिन्छ तर पनि हातले यसो गर्नु है सानो सानो साह्रो चम्चा त साथीहरू यतिको भयो जसमा आउँछ फेरि दुबो फेरि आउँछ होला तर पनि यतिको चाहिँ अब यतिको चाहिँ अब भएपछि अब कति आउला हेरौँ योपालि तर यो दुबो फेरि आउन सक्छ मलाई हाले पनि झन् एनिवेज केही छैन राम्रो रहेछ धेरै मन भएर नि काम ल साथीहरू यतिको भयो है अब यहाँ तरकारी रोप्ने ठाउँ हेरौँ कतिको उम्रिन्छ उम्रिँदैन है न कि अब यो दुबोलाई नै चाहिँ मल हुने हो कुन्नी अब हेरौँ के हुन्छ है त बुढीको हातबाट चाहिँ ल है धेरै फलोस् भनेर रोपा न फेरि है मजाले धेरै फलोस् अब हामी चाहिँ इन्डिया बजार तरकारी किन्न नपरोस् भनेर चाहिँ बुढीले अब यो तरकारी रोप्दैछिन् के लाग्छ सानो त्यसलाई उम्रिन्छ कि नै उम्रिन्छ उ त्यता रोपेको ठाउँमा उम्रेखा नि त त्यही भएर चाहिँ उम्रिन्छ किनभने माटो पनि कालो रहेछ राम्रो रहेछ यहाँको राम्रो माटो रहेछ हामीले आफ्नो माटो मल हाले पनि राम्रो ओके साथीहरू अब हामीले चाहिँ यहाँ के रोप्यौँ रे बुढी भेन्डी र बोडी लगायौँ होपफुली अब उम्रिन्छ होला होइन उम्रिसके पछाडि पनि तपाईँहरूलाई हामीले देखाउनेछौँ सो भिडियो यति जेलसम्म हेरिदिनु थ्याङ्क यू सो मच भन्न चाहन्छु जसले च्यानललाई सब्सक्राइब गर्नु भएको छैन प्लिज च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक पनि गर्नु होला र छेउमै रहेको बेल आइकन पनि थिच्नु होला अर्को भिडियोसम्मको लागि थ्याङ्क यू सो मच वन्स मोर टाइम सी यू अन द नेक्स्ट भिडियो थ्याङ्क यू बाई